Okay guys, hello everyone. I'm back with नयाँ भिडियो. अनि त्यसपछि मैले लास्ट टाइम चाहिँ बाबाको स्टोरी मैले तपाईहरुलाई शेयर गरेको थिएँ. सो आज चाहिँ मसँग मेरो मम्मी हुनुहुन्छ. सो उहाँको पनि स्ट्रगल कसरी के भन्ने चाहिँ लाइक हामी आजको भिडियोबाट बुझ्छौं. सो त्यही हो लाइक अब लेट्स स्टार्ट. अनि त्यसपछि मैले यो चाहिँ सायद मैले बिन्दास पोडकास्ट भन्दा पनि मेरो आफ्नै च्यानलबाट चाहिँ ड्रप गर्ने मैले सोच राखेर चाहिँ अनि मेरो चाहिँ लाइक यो टपिकको नाम चाहिँ द स्ट्रगल डायरिज हो. सो या जो जतिले दुःख भोग्नु भएको छ अनि त्यसपछि अब लाइक हामी त पोडकास्ट भन्ने बित्तिकै अलिकति ठुलो मान्छे सेलिब्रिटीहरू मात्र भन्छ नि त. तर एउटा साधारण मान्छेमा नि ज्ञान र बुद्धि चाहिँ हुनसक्छ भनेर चाहिँ मैले त्यो लाइक त्यो थट आएर चाहिँ मैले सुरु गरेको. सो लेट्स स्टार्ट. आजको भिडियो त्यति लामो हुँदैन, जस्ट सर्ट एन्ड स्विट हुन्छ. हाई मम्मी, हाउ आर यु? के छ हालखबर? एकदम ठिक छु. के हुँदैछ आजकल तपाईँको? आजकल ठिकै छ. होइन होला. सो ओके, हाम्रो मम्मी चाहिँ खासै सोलुखुम्बु होइन त. सो सोलुखुम्बुमा जन्मिनु भएको. सबै त्यहाँतिर चाहिँ राईहरू छ. हामी मात्र अलग कास्टको क्या, भुजेल हामी मात्र हो. अनि सबैजना त्यहाँ राई गएको छ. सो अब मम्मीको बाल्यकालको तिर जम्न त एकचोटि लाइक कस्तो थियो बाल्यकाल तपाईँको? मेरो बाल्यकाल चाहिँ यस्तो तरिकाले मैले जस बुझ्दै आउँदाखेरि पहिले म सानो थिएँ. सानोमा चाहिँ अब खेलेर हुर्केरै म हुर्केँ. अनि जब म अलिकति बुझ्ने भएँ अनि बुझ्दै जाँदाखेरि चाहिँ के अरे अलिकति 8-9 वर्षसम्म चाहिँ मैले सायद त्यति काममा त्यति म व्यस्त भइनँ. किनकि मेरो बाल्यकालमै म खेल्थेँ रहन्थेँ. जब म अब अलिकति 9-10 वर्षबाट अलिकति ठुलो हुँदै गएँ अनि त्यतिखेर चाहिँ मेरो घरमा चाहिँ अलिकति अब काम गर्नुपर्ने अवस्था हुन्थ्यो. अनि त्यही कारणले गर्दाखेरि एक त छोरी मान्छे अनि त्यो त्यसमा पनि म माइली छोरी है. ठुलो दिदी अब काम हिँडिहाल्नुहुन्थ्यो अनि बहिनी थियो. बहिनीलाई म कतिचोटि हेर्दै अनि घरको काम म गर्थेँ. अब गाउँघरमा त्यही त हो नि, कतिचोटि हामीलाई अनि खाना लाउन बस्न अलिकति गाह्रै हुन्थ्यो. अनि त्यतिखेर चाहिँ मैले मेरो बाल्यकालबाट म अलिक हुर्किँदै गरेँ अनि घरको अवस्थालाई बुझ्दै गएँ. अनि मेरो जति पनि जिम्मेवारी मेरो के अरे टाउकोमा अलिकति जिम्मेवारी आउन सुरु गर्यो. अनि त्यही भएर अनि मलाई चाहिँ एकदमै 9-10 वर्षपछि चाहिँ म खासै भन्नुपर्दा म घरमा बसेर मैले त्यति खेलेर बसेर खाएर हुर्किने त्यो माहौल चाहिँ मेरो जीवनमा भएन. किन भन्दाखेरि मेरो फ्यामिलीमा परिवारमा चाहिँ अलिकति त्यस्तै अलिक गाह्रै खाना बस्न अनि खानालाई अलिकति गाउँमा त हो अलिक कठिनै नै हुन्थ्यो. त्यही कारणले गर्दाखेरि घाँस दाउरा मेलापात जानु पर्थ्यो अनि वनमा घाँस काट्न जानु पर्थ्यो, दाउरा ल्याउनु पर्थ्यो. अनि त्यही भएर अलिकति गाह्रै हुन्थ्यो. एक दिन धाएर जानु पर्थ्यो. अनि त्यसो गर्दा गर्दै मलाई कति सबै साथीहरू स्कुल जानुहुन्थ्यो. अनि स्कुल जाँदा पनि म पनि पढ्न पाए हुन्थ्यो, म पनि पढ्छु भन्ने मलाई एउटा मनमा कता कता मनमा त्यो आउँथ्यो. अनि म पनि पढ्छु भनेर मैले त्यो सोच्थेँ. अनि नभन्दै मेरो बुवा आमाले चाहिँ मलाई के अरे स्कुल भर्ना गरिदिनु भयो. अनि स्कुल भर्ना गरेपछि म गएँ है. अनि गइसकेपछि अनि त्यत्तिकै के अरे स्कुल गएर आउँदाखेरि फर्किँदाखेरि त्यति पढ्न पनि त्यति हामीलाई त्यति सहज थिएन. किनकि काम गर्नु पर्थ्यो, मेलापात हिँड्नु पर्थ्यो. बिहानभरि घाँस काटेर दाउरा बोकेर मेला गरेर बिहानको पनि मेला हुन्थ्यो. अनि गएर चाहिँ मैले मेलाबाट आएर अनि छिटो खानाहरू बनाएर खाएर चाहिँ म स्कुल जानु पर्थ्यो. अनि त्यतिखेर चाहिँ न त मेल पनि थिएन अनि केही पनि थिएन. त्यतिखेर चाहिँ के अरे गाउँघरतिर चाहिँ एउटा कोदालो अनि जाँतो थियो. त्यो जाँतोमा अनि मकै पिन्नु पर्थ्यो. अनि बर्खा मासमा त झन् एकदमै पानी पर्थ्यो. अनि के अरे मकै पनि सुक्दैन थियो, कोदो पनि सुक्दैन थियो. अनि पिन्नु पर्थ्यो. त्यति पिन्दाखेरि त्यति राम्रो सहज हुँदैन थियो, सजिलो हुँदैन थियो. किनकि सुकेको भए चाहिँ मजाले पिनिन्थ्यो. अनि त्यही कारणले गर्दाखेरि बराबरलाई पिँधेर अनि बिहान घाँस काट्न गएर आएर अनि मेलापात गरेर अनि आएर छिटो त्यो मकैहरू पिँधेर अनि ढेँडो पकाएर खाएर चाहिँ म स्कुल जान्थेँ. अनि स्कुल पनि अलिकति 1 घन्टा माथि जानु पर्थ्यो उकालो. अनि घरमा त खाँदा पनि पहिला त त्यो घन्टी थियो, घन्टी एकदमै बजेको त्यो आवाज आउँथ्यो. ला घन्टी बज्यो, अब मलाई भित्र हुँदैन होला, सहरले भित्र छिराउनु हुन्न होला भनेर यस्तो दौडिँदै जान्थेँ. अनि बल्ल पुगेर अनि ठ्याक्कै अनि
ढिलो भयो भनेर कतिचोटि सरहरूले चाहिँ बाहिर राख्नुहुन्थ्यो है मलाई चाहिँ कस्तो डर लाग्थ्यो है सरले किन ढिलो भनेर भन्नुहुन्थ्यो सर मलाई ढिलो भयो भनेर भन्थेँ है हो त्यही कारणले गर्दाखेरि कति त्यस्तो दुःख भोग्दै भोग्दै अनि मैले चाहिँ स्कुल पढेँ अनि होमवर्क हुन्थ्यो होमवर्क गर्न पनि भ्याउँदैन थियो अनि एक्जाम आउँथ्यो जाँच आउँथ्यो जाँचमा के लेख्ने होला भने जस्तो हुन्थ्यो अनि डोको बोक्थेँ डोकोमा घाँस बोक्दै गर्दाखेरि चाहिँ मैले त्यो किताब लान्थेँ जहिले पनि मेरो डोकोमा चाहिँ किताब हुन्थ्यो किताब हुन्थ्यो होइन अब डोकोमा किताब हालेर किन पढ्नुपर्छ भनेर किताब मैले के अरे अनि डोको बोक्थेँ डोको बोकेर अनि पढ्दै म जान्थेँ अनि है पढ्न घरमा बसेर पढ्ने त कतिचोटि समय हुँदैन थियो भ्याउँदैन थियो अनि जाँच आउँथ्यो जाँचमा अब के लेख्ने पढेको छैन भनेर मलाई कस्तो एकदमै चिन्ता लाग्थ्यो अनि डोकोमा घाँस काटेर अनि डोकोमाथि भारी बोकेर अनि यस्तरी किताब हेर्दै पढ्दै चाहिँ म आउँथेँ अनि दिउँसो गएर म एक्जाम दिन्थेँ अनि मेरो बाल्यकाल चाहिँ त्यसरी नै बितिरह्यो है अनि एकदमै अनि त्यो बाल्यकाल बित्दै अनि मैले के अरे अनि जसले पनि मलाई चाहिँ म माइली छोरी हो अनि फलानाको घरको माइली छोरीलाई मेलामा बनाउनुपर्छ उसले चाहिँ मजाले काम गर्छ भनेर भन्ने के जहिले पनि आमाहरूले होस् अथवा गाउँघरको मान्छेले होस् मलाई चाहिँ एकदम मन पराउने के है किनकि जसले पनि मान्छे होइन कामलाई मन पराउँछ के अनि कामलाई मन पराइसकेपछि चाहिँ फलाना के अरे घरको चाहिँ माइली छोरीलाई बनाउनुपर्छ काम गर्नलाई उसले छिटो कोदो रोप्छ छिटो धान रोप्छ भनेर भन्थ्यो है अनि ल आज फलाना त्यो घरमा आज बोलाएको छ मेला जाऊ है भनेर बाबुआमाले भन्नुहुन्थ्यो अनि हुन्छ म जान्छु भने अनि ल उसले त कस्तो मजाले रोपेको मेला कति मजाले गरेको भनेर भन्थ्यो त्यही कारणले गर्दाखेरि मेरो बाल्यकाल त्यो तरिकाले बित्यो अनि त्यसो गर्दै म चाहिँ अब अलिक ठुलो भएँ अनि 12-13 वर्ष 14 वर्षसम्म मैले घरमा एकदमै काम गरेँ आमा बुवासँगै बसेर अनि पछि चाहिँ अनि मलाई कता 14 वर्ष 15 वर्ष पुगिसकेपछि चाहिँ सबैजनाले काठमाडौँ भनेर भन्थ्यो होइन अनि काठमाडौँ चाहिँ के छ होला है त्यस्तो भनेर मलाई कस्तो प्रश्न आउँथ्यो कि आफै मनमा त्यो आउँथ्यो प्रश्न अनि काठमाडौँ जान पाए त म पनि हुन्थ्यो के गरेर जाने होला होस् यस्तो दुःख गर्नुभन्दा बरु काठमाडौँ गएर जसो गरेर पनि दुःख गरेर त्यहाँ कामै गर्नुपर्छ बरु कसैको भाँडा धोएर हुन्छ कि अथवा कसै के गरेर हुन्छ म त काठमाडौँ जान पाए हुन्थ्यो भनेर मलाई चाहिँ एक किसिमको त्यो सोच आयो होइन अनि नभन्दै एकजना मेरो गाउँको एकजना दिदी हुनुहुन्थ्यो दिदीले चाहिँ अनि हामी काठमाडौँ जाउँ भागेर जाउँ भनेर भन्यो होइन अनि ल अब 1 रुपियाँ पैसा पनि छैन होइन राम्रो लुगा पनि छैन होइन अनि सानो झोला पहिला एउटा सानो झोला हुन्थ्यो त्यो झोला मैले टक्क बोकेँ होइन अनि त्यो झोलामा चाहिँ मेरो 2 जोड लुगा बोकेँ 2 जोड लुगा बोकिसकेपछि अनि म काठमाडौँ त्यो तरिकाले राति नै अनि आमा बुवाले थाहा पाउनुहुन्छ म भनेर राति नै त्यो साथीकोमा म बस्न गएँ आमा बुवाहरू सबै परिवार सुतिरहनु भएको थियो अनि म चाहिँ उठेर गएँ अनि बिस्तारो गइसकेपछि थाहा पाउनुहुन्छ भनेर अनि त्यहाँ झोलामा 2 जोड कपडा बोकेर आएँ अनि हामी चाहिँ त्यो एकजना दिदीसँग अहिले उहाँ काठमाडौँमै हुनुहुन्छ अनि उहाँसँग भागेर आएँ म काठमाडौँ है अनि काठमाडौँ आइसकेपछि चाहिँ फेरि एक ठाउँमा म एउटा स्कुलमा चाहिँ मैले काम गर्ने त्यो मौका पाएँ अनि होस्टेलमा होइन यता ज्ञानेश्वरमा एउटा के अरे स्कुलमा होस्टेलमा काम गर्ने मैले मौका पाएँ अनि त्यहाँ चाहिँ मैले काम गरेर अनि म चाहिँ काठमाडौँको माहौल यहाँको वातावरणमा म अलिअलि हुर्किँदै गएँ अनि एकदम ठुलो भएँ अनि एकदमै जवान भइसकेपछि अनि मैले चाहिँ फेरि बिहा गर्ने निधो गरेँ मैले अब ठुलो भइसकेपछि त जवान भइसक्यो त बिहा त गर्नैपर्छ एउटा छोरी मान्छे हो बिहा त गर्नुपर्छ अनि मैले बिहा गर्ने क्रममा चाहिँ कुनै एउटा ठाउँमा चाहिँ मैले एउटा घरमा काम गर्दै विदेशीकोमा काम गर्दाखेरि चाहिँ त्यहाँ चाहिँ एकजना उहाँ अहिले मेरो बिहा भएको श्रीमानलाई नै मैले भेटेँ अनि बहिनी तपाईँ काम गर्नुहुन्छ भनेर भन्नुभयो गर्छु दाइ बहिनी भनेको बाबा तपाईलाई बहिनी भन्नुभयो होइन सुरुमा त मेरो बाबाले मम्मीलाई पहिला सुरु बहिनी भनेको अरे अनि सुरुमा त अब भर्खर चिन्दाखेरि त बहिनी दाइ त हो नि होइन गर्छु दाइ भने ए हुन्छ म एक ठाउँमा काम लान्छु नि त भनेर भन्नुभयो अनि हुन्छ भनेर अब आफ्नो पनि काम चाहिरहेको अनि त्यही भएर म चाहिँ त्यो क्रममा सानेपा भन्ने ठाउँमा एक ठाउँमा विदेशीहरू बस्नुहुन्थ्यो अनि त्यहाँ चाहिँ मैले के अरे एउटा घरमा विदेशी घरमा काम खाली छ त्यहाँ गर्नुहुन्छ भनेर गर्छु भनेर हुन्छ भनेर भने त्यहाँ काम गर्दै अनि काम गरेँ अनि उहाँले मलाई त्यो के अरे खाना पनि म यता कुसुमदीपमा बस्थेँ अनि खानेकुरा के खाने होला कि
के खान्छ होला, पैसा छ कि छैन भनेर मलाई एकदम केयर गर्नुहुन्थ्यो। अनि केयरिङ गरेर अनि मलाई एकदम डर पनि लाग्थ्यो होइन। अनि सुरुमा अब डर पनि लाग्ने, के त्यस्तो केयर गर्दाखेरि ला के गर्ने हो कि न के भन्ने पो हो कि कता के होइन के अरे एकदमै डर लाग्थ्यो कि मलाई चाहिँ। अनि त्यहाँबाट हुन्छ अनि ठिकै छ पुग्छ मलाई पैसा भनेर भन्थेँ। तर उहाँले मलाई खाजा ल्याउने गर्नुहुन्थ्यो, दिनुहुन्थ्यो, बेला बेलामा पैसा पनि ल खर्च छैन होला लिनु बहिनी भनेर भन्नुहुन्थ्यो। अनि म लिन्थेँ त्यही क्रममा। अनि उहाँले चाहिँ मलाई मन पराउनु भयो, मैले पनि उहाँलाई मन पराएँ। अनि बिहा गरेँ। अनि उहाँ चाहिँ यस्तो ब्याकग्राउन्डको हुनुहुँदो रहेछ, क्रिस्चियन फ्यामिलीको उहाँ हुनुहुँदो रहेछ। अनि मलाई थाहा थिएन क्रिस्चियन भनेर। अनि चर्च त भन्थ्यो सबैजनाले, तर के हो चर्चको बारेमा मलाई केही पनि थाहा थिएन। तर उहाँले चाहिँ अनि म पछि कुराकानी गर्दै गर्दाखेरि म चाहिँ यस्तो छु क्रिस्चियन हो, क्रिस्चियन तपाईँलाई मनपर्छ पर्दैन भनेर तपाईँ भन्नुहुन्थ्यो उहाँले। अनि मलाई सुनेको त छ तर त्यति थाहा छैन मलाई भनेर भने। म चाहिँ यस्तो हो क्रिस्चियन हो, यदि हामी बिहा गऱ्यौँ भने म चाहिँ क्रिस्चियन हो, तिमी स्वीकार्छौ यो कुरालाई भनेर भन्नुभयो। हुन्छ म स्वीकार्छु, हुन्छ मलाई मनपर्छ, म गएको छु चर्चमा पनि। त्यही त। अनि बिहा भयो होइन। अनि बिहा हुँदा चाहिँ मेरो फ्यामिली चाहिँ मेरो हुने हस्बेन्ड चाहिँ के अरे क्रिस्चियन हुनुहुँदो रहेछ। अनि क्रिस्चियन हो हामी, मनपर्छ पर्दैन भनेर भन्नुभयो। मनपर्छ भनेर भने मैले। अनि त्यही हो, अनि क्रिस्चियन फ्यामिलीमा मेरो बिहा भयो। अनि अहिले एकदमै खुसी छौँ, किनकि जस्तोसुकै परिस्थितिमा पनि जस्तोसुकै स्ट्रगल गर्दै गर्दै आएँ पनि, तर म जब काठमाडौँ आएर मैले असल श्रीमान पाएँ, असल छोराहरू पाएँ। अहिले मेरो 2टा छोराहरू छ, एकदमै बुझ्ने श्रीमान पाएको छु, बुझ्ने छोराहरू पाएको छु। त्यसको लागि पनि एकदमै धन्यवाद, किनकि सानो बेलामा त धेरै स्ट्रगल गर्दै गर्दै यहाँसम्म आएँ। त्यो पनि त्यसको लागि पनि एकदमै अहिले म चाहिँ ह्याप्पी छु, खुसी छु एकदमै। ओके सो गाइस या तपाईँले स्टोरी सुनिहाल्नु भयो। अब फेरि अर्को पालि पनि आउँछ यस्तै स्टोरीहरू। सो अहिलेको लागि चाहिँ बिदा हुन्छु। धन्यवाद सबैलाई। थ्याङ्क यू मम्मी। ल।